नमस्कार सम्पूर्ण साथीहरुमा आज चाहिँ हामीले ससुरा बुवा जन्मेको जन्मथलोमा आइरहेका छौं। अनि मेरो ससुरा बुवाले के भन्नुहुन्छ अनि आफू जन्मेको ठाउँ, हुर्केको ठाउँ, खेलेको ठाउँ भनेर हामी चाहिँ ससुरा बुवालाई यहाँ लिएर आएका छौं। एकदम रहर गरेर आफू जन्मेको ठाउँ हेर्ने मन गरेर अनि लिएर आएका छौं। अब मेरो ससुरा बुवाले के भन्नुहुन्छ हजुरहरु सबैले सुनेर कमेन्ट चाहिँ गर्न नछोड्नु होला है त साथीहरु। यो ठाउँको नाम के अरे भन्नुस् त? यो ठाउँको नाम के? यो ठाउँको जहाँ अहिले हामी घुम्न आछौं नि, यो ठाउँलाई के भन्छ? अनि यो नामको यो नामको गिरी पार्क थाहा पाउनु पर्यो। गिरी पार्क हो यो नाम। यो ढुङ्गालाई राकेश पाइला भन्ने पहिला कस्तो थियो अरे? यो यस्तै थियो। यति गहिरो थिएन। यता बाटो त्यताबाट ढुङ्गामा पाइला जस्तो थियो के। ए हो, माथि सिधै पाइला छ हेर्नु त्यस्तै थियो। पुरानो उमर सभापति घर हो। कति सालको होला यो घर? 15-16 साल भन्दा अघि घर हो। ए हामीलाई त थाहा थिएन है। आज यो के हो अरे? टुडी खेल। ओहो, थाहा नभएको कुरा आज चाहिँ थाहा पाइयो होइन बुवा? हो, कुकुर हिँड्ने बाटो अरे? ए त्यही भएर यस्तो भयो। यति भन्दै हजुरहरु माझबाट बिदा हुन्छु। हस् त, बाई बाई।